हाई एभ्रिवान, वेलकम ब्याक टु न्यू भिडियो। तपाईँहरू सबै सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु। म नि सन्चै छु। आज चाहिँ मेरो युट्युब च्यानलमा भ्लगहरू चाहिँ धेरै छ, तर कसैले नरुचाइदिएको मात्र हो। तर म बेङ्गलोरमा आइसकेपछि मिनी भ्लग सँगसँगै युट्युबमा पनि भ्लगहरू राख्नेछु। युट्युबको भ्लग चाहिँ आज फर्स्ट हुनेछ। हेरौँ मेरो दिनचर्या कसरी बित्छ बिहानदेखि बेलुकासम्म। लेट्स सी, हेर्नु होला तपाईँहरू आजको दिन चाहिँ कसरी बित्दो रहेछ। म चाहिँ सरस्वती देखाइदिनेछु, ठिक छ। रमाइलो मानेर हेरिदिनु होला, त्यही नै रहेको छ। अरू त के छ र, साथ सपोर्ट दिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सेयर सबै गरिदिनु होला। तपाईँहरूको माया साथ सपोर्ट पायो भने अझै राम्रो राम्रो कन्टेन्टहरू, अझै राम्रो भिडियोहरू, अझै राम्रो क्वालिटीको बनाउने कोसिस गर्नेछु। लेट्स सी, हेरौँ। पहिले चाहिँ तपाईँहरूलाई सरस्वती देखाइदिन्छु। मेरो रुमको हालत देख्न सक्नुहुन्छ तपाईँहरू पुरा। यहाँ देख्नुहोस्, जताततै पत्ता भङ्गा छ रुम देखिए। मैले आज वासरुमको अवस्था पनि यस्तो छ पुरा, हेर्नु कचरा छ। खाना लुक नि म देखाउनेछु तपाईँहरूलाई आज। मेरो पुरा बाहिर नि यस्तो छ, पुरा कचरा छ। मेरो रुमको बाहिर पनि यस्तो छ। मैले यहाँ पार्किङमा पनि पानी हालेको छैन। लेट्स सी, आज चाहिँ म सबै देखाउनेछु, के गर्नेछु है। लेट्स सी, अन्तिमसम्म हेर्दै गर्नु होला। फाइनली तपाईँहरू देख्न सक्नुहुन्छ। फाइनली मेरो रुमको यो चाहिँ किचन। कहिलेकाहीँ नास्ता मात्र बनाएर खानुपर्छ। अहिले चाहिँ यो खाट भयो, यो चाहिँ टेबल, तल चाहिँ नर्मल चटाइ ओछ्या छ। अहिले चाहिँ फाइनली यत्तिकै छ लुक्स चाहिँ मेरो रुमको लुक्स। अबको मेरो काम चाहिँ वासरुमको। हेरौँ, फेरि हेरौँ।
फाइनल्ली मैले चाहिँ वासरुम पनि सफा गरिसकेँ होइन। मेरो वासरुमको अवस्था अहिले फो होइन, पहिले कस्तो थियो तपाईँलाई थाहा छँदैछ है। यस्तै हो परदेशी जिन्दगीमा आएका छौँ। के भन्छ, घरमा भयो भने चाहिँ आमाले बनाएको खाना खानु पर्थ्यो होइन। टक्कसँगले सब झाडो पुछा गर्ने मान्छेहरू हुन्छन् घरमा, त सब सफा गरिदिने हरेक कुराहरू मान्छे हुन्छ क्या। तर के गर्नु, परदेशमा भइसकेपछि जिम्मेवारी छ, जिम्मेवारी परिसकेपछि जे पनि गर्नु पर्दो रहेछ। सो अब चाहिँ भित्रको काम चाहिँ सकाएँ सबै कामहरू। अब चाहिँ म बाहिरतिर जान्छु, बाहिरको काम पनि सक्नुपर्छ फटाफट। ओके, बाहिरको काम पनि मैले आधी चाहिँ गरिसकेको थिएँ। त्यसपछि चाहिँ थाहा दिमागमा आयो तपाईँहरूले चाहिँ मेरो लङ भिडियो पनि मन पराउनुहुन्छ भन्ने मनमा आशा जाग्यो। त्यही भएर मैले लङ भिडियो बनाउनलाई बिचमै लङ भिडियो बनाउँछु भनेर बाहिरको काम छोडेर पहिला भित्रको काम सकाउँ, त्यसपछि बाहिरको गर्छु भनेर पहिला चाहिँ बाहिरको चाहिँ आधी काम भन्नाले मैले यो सब कार्टुनहरू चाहिँ यो फोहोरहरू यहाँ पर पुरा थुपारेको थिएँ, यसमा थुपारेको थिएँ। यहाँको सबै सफा गरेर तल फालेको छु। अब यी सबै बेच्नको लागि राखेको छु। कोही आयो भने बेचिदिन्छु, नत्र कचरासँग फालिदिन्छु। त्यही नै हो, यताउति आइरहेको हुन्छन् क्या यहाँ सामान, यस्तो कचराहरू यो कार्टुन सबै किन्नेहरू आउँछन्। किन्ने आयो भने चाहिँ बेचिदिन्छु, नआएपछि चाहिँ फालिदिन्छु। त्यही हो। हेरौँ अब बाहिरको काम पनि। फाइनल्ली यहाँ तलको चाहिँ पुरा लुक्स यत्तिकै आयो। यो चाहिँ मेरो रुमको बाहिर मैले आफैले बनाएको। यो चाहिँ यहाँ चाहिँ पहिला पुरा कचडा थियो, मैले सब सफा गरेर
अनि मेरो टेबल चाहिँ त्यत्तिकै ठाडो राखाइदिएको थियो। यो चाहिँ मैले बनाएको आफैले। अनि यो कुर्सी चाहिँ यहाँबाट उयसमा थियो, यसबाट लियो हो। अनि त्यहाँनिर चाहिँ मैले आफैले बनायो यो चाहिँ। अनि यहाँनिर चाहिँ हाम्रो कार हुन्छ साउको। अब चाहिँ यताको पालो, यताको त तपाईँहरूले देखिसक्नु भएको छ, पहिला पनि गरेको देखिसक्नु भएको छ। थोरै क्लिपहरू पनि मात्र हाल्छु किनकि धेरै लामो पनि भइसक्यो जस्तो लागिरहेछ। हेरौँ अब, हेर्दै गर्नु होला। आज चाहिँ टाइम चाहिँ धेरै भइसकेको छ। म यता यो पार्क चाहिँ झार्छु मात्र, सर झार्छु, पानी चाहिँ हाल्दिनँ। भोलि हाल्छु पानी चाहिँ, आज चाहिँ नहाल्छु किनकि मेरो माथि पुच्छा पनि हाल्नु छ। अनि यो सिँढीको डन्डी हुन्छ नि, त्यो डन्डी पनि ग्रिलहरू सफा गर्नुपर्ने छ। त्यही नै हो, हेर्दै गर्नु होला। लगभग आधी काम सक्यो। अब पार्किङ चाहिँ मेरो यहाँ तलको फाइनल लुक चाहिँ यस्तो छ। अनि यहाँबाट सबै सफा गरेर देख्न सक्नुहुन्छ पुरा। यहाँ चाहिँ मैले पुरा सफा गरिसकेको छु होइन, यहाँबाट पनि पुरा सफा गरेँ। अनि यो एरिया सबै सफा गरिसक्यो। अनि अब यति नै बाँकी छ यहाँबाट, यति। अनि गेट बाहिर बाँकी छ। अब चाहिँ मैले खाना ल्याउने समय भइसक्यो। म यसलाई चाहिँ यतिकै छोडेर पहिला खाना ल्याउँछु, त्यसपछि यो सकाएर फेरि खाना खान्छु र अनि अरू काम गर्छु। लेट्स सी। फाइनली म चाहिँ खाना ल्याउनको लागि आइसकेको छु। म चाहिँ खाना ल्याउनलाई आइसकेको छु किचनमा। अब खाना लिन्छु, त्यसपछि बाँकी रहेको कामहरू सबै सकाउँछु। लेट्स सी।
काम जति सबै सक्यो। अब चाहिँ मैले खाना नखाएरै काम गरेँ आयो क्या, किनकि बुढी आएन माथि कामबाट। अझै काम हालिदियो भने त्यही भएर हेर्दै जानुहोस् लेट्स सी। अब अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आजको लागि यति नै, बाँकी चाहिँ अर्को भ्लगमा हेरौँ।